त कति आएको यहाँबाट दिदैन पढ्न जाने उठेर मेन दाउरो भनेको सल्लाह अहिले सल्लाहको हेर्दै हेर्दिनु पर्यो स्कुल जाँदाखेरि कहिले खाली गएन बोरो बोकेर जाने मिलमा राख्ने अनि उताबाट आउँछ पक्कै हुन्छ ल उताबाट आउँदाखेरि भारी बोकेर आउने सादा त्यति गरेर त्यहाँबाट फेरि तिनी सल्लाहका दाउरा बेहुती गइराबाट बिहानमा 2 खेप 3 खेप गरेर आयो मलाई त घर बस्नै मन लाग्यो गाली आइदिदिसित मैले एकचोटि म सानो थिएँ सबैभन्दा दाइ अब ठुल्ठुला मैले सधैँ त्यो मुहीको पालोको दिने कि त्यो दिन घिउ चाहियो तपाईँ थाहा छ एक दिन आमाले रिसाएर के गर्नुभयो सबै खायो भनेर त्यो 5 मिटी गिलास हुन्छ नि सबै हालिदिनु भयो खान त खाएँ थोरै खाएँ मत त आएछ त्यसपछि मुखमा हाल्ने थुक्दै हिँड्ने कि त्यसो मागा थियो अनि त्यसो थुकेको त्यहाँ एकछिनपछि जम्ने फेरि दाइले पनि त्यही कोटा खाने कि अरूलाई खानु छैन म कान्छोलाई फेरि झगडा गरेर त्यस्तो त्यो अहिले सम्झिँदाखेरि यति आनन्द आउँछ नहुने घिउ त खाइन्थे चोर हाने भैँसी दुधाखेरि गिलासमा दुध खानेको उनीहरूले अझ दाइ त माउले बस्नाएको हजुरआमालाई त होसै भुट्छ मैले त नहुने घिउ त के गर्ने भने ठक्क मुजबाट खाने ठपक्क राखिदिने अब त्यो डर कथेर हुन्थ्यो भनेदेखि यो घिउ खार्ने बेला हमेसा म हुन पर्छ भन्ने के ठ्याक्क यसरी निकालेर राख्दिन कैयौँचोटि पक्रिएँ ए बुढियाले चाहिँ लाठाले बजाउनु अगर मलाई त यस्तो पनि गर्ने यसरी गर्दाखेरि त मुन्ती भित्रबाट चाहिँ केही नै छैन जमेको कहिले आउँछ कि त्यस्तो कुरो बेउरा बोक्रा चाहिँ म त हरामी मान्छे देखेर हामी साथीले साना भुर्कुला पैसा नमारी कि बिकाले तलबाट काट्दैछ त सबै पैसा बेलुकी भुर्कुलो होला त माथि ठिक छ तर छैन गाडीबाट आउने सधैँ बुवाले 500 दिने लगेर त्यो भुर्कुला कहिले भोरिन्छ भनेर हेर्दा त कान्छे उनीहरू त ठुल्ठुलाबाट एउटा पनि काटेर लगेछ बसेर माथि 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 युरिया मोल